जल फुल पनि फेरि छैन क्या आज कतिखेर फेर्ने हो टीका लागि त हुन्न होला नि धोकै छैन जम्मै त्यसै छ जान्छ ल हजुरको दिदार ल हो सानो रोशनको दिदार रोशनलाई यत्रो बनाउनु त्यो त ठुलो हुन्छ अझै पनि ठुलो हुन्छ होला एमास्तिर ल्याऊ यत्रोका ए ठुलो आमा आज सानो निदार सानो सदन यो भाग्य कस्तो छ भने भाग्य राम्रो छ सोधा नै भएन छन् कि कुनै पनि के सोधा खासरी भाइको पनि ठुलो छ नि यहाँ त भाइले ठिक्क हुन्छ युरुलाई के हो र मानु यो जेठो गाई हो कि कान्छो गाई लाग्दिनु जेठोलाई तिमी त कता कान्छो भाइ तिहार भाइबाट लाउने हो भाइबाट लाउने हो क्या म भाइ हो सबैले फोन गर्यो उता फेरि भाइ त मम्मी सेन गरे म त लान्नै न अहिले कहिले लाउँछौ र म फर्स्टमा लाउँछु दादा यो सेकेन्डमा भाइ तिमी जोइनमा आइन हो यसो गर नि त इमाको जोइनमा आउ न उसले भाइलाई लान्छ दिल्ली भान्जुला लगाइदेऊ भाइ फोन गरेको थियो बाबुलाई लगाइदिने आऊ भनेको के फेरि गयो आऊ त यसरी ठाडो बनाती राख्ने ठाउँ टाढो तिहार हो नि त तिहारमा दिदीले मिल्छ अन्जु दे मिल्छ एक बाबुको घर आयो खा बिस्न गयो ओया त प्रसन्न के आयो म त अब लाइदिने गर्छु यसरी गर्नु ल के ल कसले लाइदिने खास भन्दैलाई बोले लाइदिने मैले लाने भएदेखि त लाइदिन्छ कि ससँग रातोमा बिचमा पहेँलो पारेर कति बाले त नानी ओखर पहिला पर्ने हो ओखर पहिला टिका लाउने मात्रै नाच्यो कि छिटो यति भयो सबै एकै दिन उसले खाइदिएको छ त्यो ओखर सक्छ पैसा कति दिन्छौ मलाई के पिलाएर? ए वान मात्र हो, वान पेज।
छैन कि हजुर दिन्न के हावाले यस्तो त बाल्नु परेको फेरि यो बालम कि यो अगरबत्ती
को त अरे पत्ता पला त लाग्यो पत्ता पला त लाग्यो यस्तो च्यातियो के नानीले जाने बोम्नी मात्र हैन के हो त्यस्तो गर्ने हो त्यसरी रोटी बनाउने त्यसलाई चाहिँ गल्ला त उनीहरूले भएन त्यसलाई फेरेर यहाँको मात्रै लागा हुन्थ्यो तलको निसाएर लागेको थियो रातोलाई चाहिँ भने हेर्नु न फुस्रो के हात आएन तिरो एउटा के देखिएन अभी राखी नौ नानी मिसाइ नौ फुस्राको केही फुस्रो भयो के अब के रुलाई त सेतो पनि रातो मिलाइदेऊ कि दुई तिनसम्म रातो लगाइदिएर जरी लगाइदेऊ न तिम्रो माथि
लिने होला नि काड भाउजूले मोटो भनेको 1030 के त्यो दामलाई लाग्यो के त्यो 1030 ओलुरे मामा बोला बोला माइजूलाई कति दियो त पैसा one मात्र one म चाहिँ गए बाबु यहाँ फुल यतातिर काम गर्नलाई एउटा यता पर्नु सक्दैन ल राखी मैले है अब टिकट यता बस त बेलुकातिर बोलाउँला यसो टाइम मिलाएर अहिले लास्टै बिजी भयो फुल मान्छे म त्यही आएँ बहिनी ठाउँमै पाएन म ल अब के गर्ने ल म 4 बजे त्यो खोइ मैले बाबु माइलालाई पनि हत्ते नै भयो बिचरा खाना किन हो र सबै लुगा चाहिँ आइता भयो आशा गर अहिले यसो कम्पनी अनि मोबाइल चलाउन नदिनु रहेछ कि यो धरी यतै फर्किया नि सर यता यो बाबु नचले गर्छ छोरीले एकदम देखेँ त नसक्छ म त्यहाँ घाममा डुल्दै हात हालिया छु यसो आइहाले नि खल्किहाल्यो अब एउटा सेतो लगाइदियो भयो सेतो के पाएन सबसे मात्र जिलेबी लगाइदियो आउला आफैतिर सबै दिदीलाई लगाइदिने सबैले ल दिदीलाई लगाइदिए सबैले खोइ त दिदीको खोइ औ मलाई लाग्दै यहाँ के हो र माथि सबैको झर्ने के देखाउनु भयो त नि हजुर दिदी खोइ ल्याऊ खै बाबु सबैको राम्रो भएको धेरै समय रातो लगाएर राम्रो भयो उल्टो भयो के उल्टो बनायो के पाद उल्टो भयो फेरि अहिले दिदी सेतो बाहिर त हो नि सेतो बाहिर हो त नि पादो हो त्यसरी भनेको के अहिलेदेखि थाहा पाउने नि त आफ्नो निधार कहाँबाट सोध्यो भने चाहिँ आफै विचार गरौँ न लगाइदिनु बनाइदिन्छु नि यहाँलाई त्यहाँ राखेर त गाडी चाहिँ काटेको हो त्यहाँ माथि 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 बुढाले हौ होइन त्यही अनलाइन पैसा ल्याउने होइन मास्टर ल्याउने हो पैसा ल्याइदिनु म त दादा छोडिदिनु नि एउटा अहिले एउटा कलर लगाइदिन्छु यसले अझै भोता भोतरी हुन्छ होला बाबु तिनीहरूले झ्याप्पा ठेकिहाल्यो होइन अब सुरुमा रातो लगाइदेऊ त्यहाँबाट लगाइदेऊ यस्तो गर्नु हो त्यस्तो
हो बाबुले झैँ लगाइदिनु हजुर कति राम्रो भन्छ पनि क्या साह्रो खर्की हुन्छ हजुर अब यो लगाइदेऊ उयो लगाइदिने दिने हो कति दिन्छस् ल अब पहिलो लगाइदेऊ यो अरू कमा सिक्यो अब भयो अब मम्मी लगाइदिन्छु मम्मी लगाइदिनु धेरै खर्की हो क्या त्यसो गरी खर्की हो पिठो भएछ फटिएको हो क्या धेरै उज्यालो भएन सुकेपछि उज्यालो हुन्छ कलर एकदम राम्रो मिल्यो त पहेँलो लगाइदिउँ है पहेँलो लगाइदेऊ अनि पहेँलो र रातले उज्यालो देखाउँछ क्या एक पालि सबै भ्यासी थप्न त चको गराउनुलाई जति थपै नै हुन्छ कि कतिवटा टिका राख्नु त 9वटा 8वटा टिका हरि मानिसमा त हाँसेपछि त 9 हो कि यो लगाइदिनु नि झिलिमिली सबैले लगाइदिन्छ दुवामा राख्नु त चोरमला लानु हुन्न भएन नि भयो अब आएन पर्ने अब कहाँ हो त उता पुरै फर्किएर पार्छ सोधे पनि नगर्थे कता कता पर्दैन त्यो पात ठुलो भएको सानो भाइले एकदम जानेर चाहिँ लगाइदिएन ट्याप्पै पारिदिएको के झ्याउको ऐना लिएर आउँछ भित्र हातमा ऐना बाबुले माला लाउँछ अनि फोटो खिच्छ युरोपले कस्तरी जाने रहेछ लगाइदिन सबै लगाइराखेको के रातो भयो 18 जानेर लगाएको छोडेर लगाइदिएछन् उकेको बिचमा हो नचलाउ भात हो एकदम पुस राखेको होइन यसको गोदीमा हाल्यो बाबु गोदीमा किन हालेको र त्यहाँ बस्छ त म माला लगाइदिन्छु कि कालु पैसा त्यहाँ घरमा सही होला नि माला दिदीले माला लगाइदिए बगाल छ माला नाइजुनी बसेर त्यहाँ सारै ठाडो भएको त नि बस्छ नबु
त्यो ठाडो नगर ठाडो नगर है दिला हेर के दिला त्यसै भयो साइड बस क्यामेरामा हेर्ने हो क्या कति अफ उसी नभएको कस्तो नराम्रो फोटो आएर उज्यालो अब लाग्ने क्या थियो फोटोमा होला होइन फोटोमा होइन के यहाँ डबल ट्याप गरेपछि यस्तो आउँछ नि हो त फुल उल्टिन पर्दैन पत्र बनाएको देखिएन झन् नेगेटिभ भयो नेगेटिभ भयो कि बाबु भयो मलाई जानु मान्न यो नि थिएन अहिले यो 5 वर्ष जति भयो पहिला त कहाँ थियो त्यो पहिलेको सामुन्ने गराउ के पहिलेको हामीलाई घाम लाग्ने भयो आउँदैन भागिन बस्नु त एकचोटि ल यति हेर नि छोरी मुखे मामीलाई त्यसरी ल अब उस गर्नु यसो खोचो बनाएर हुन्थ्यो नि बिपनको बाटोमा ल्याइन हौ हामीले नि त्यस्तै लाउने नि त्यस्तै लाउनु पर्छ पो भाउजूलाई मैले लगाइदिएको छु भाइजी मानी भयो सुत्ता पाएँ तिम्रो दुईटा ल्याइदियौ है फोटो खिच्न पाउँथ्यो नि झौका भिडियो बनाएर रुमाल साह्रो गरिबसित आइसु भयो गरिबसित आइछु ल भान्जाले ठिकै लाग्यो कि भान्जाले त्यसो दिन्छ पैसा चाहियो ए भान्जालाई त पैसा चाहिन्छ किन्चीको लागि थिइस् त यस्ता भयो पैसा भर्न भनेर यहाँ
जान्न भट्टी गाली बेला मार्छे अब के बात गर्दै ल छेकी ल्याए के हामीले कपाल काट्ने गर्दिन र अनि उस बेला देखि नडा खाइरहेको थियो चाहिँ हामीले खोक्दै कोही त नि यस्तो ह त्यति भए पुग्छ कति धेरै छ दादाले त एउटा दिएको थियो मम्मीलाई ब्यागी पाइन्छ आउँछ है ब्यागी पाइँटले यो के हो त यो पाइँट मेरो छोरी किन यति भएर हजुर हजुर अहिले पहिला पास अब खाने खाना त्यसै त अहिले भर्खरै खानु देउनु माने दादालाई भोकै लाग्यो कहाँ हो त्यहाँ खाला एक्लै बसेर नानी मम्मी अनि पहिला ज्योतिले छेक्यो अनि तेल ल्यायो कि पानीले पहिला पानी लिएर घुमेर तेल कता फर्कानी हेरेर लाउनु त्यसरी नै हो दसैँमा लगाइदिने सुरु गरेर लगाइदिने यसरी हामी त्यसरी नै लगाएको कुन केटी ठेकी छौ फोन हानेको बोलाएर हेर्छु बोल्नु मिल्दैन मेरो हो क्या इमोको सँगै जोड्नु भएर ये मासँग नबात के यो छोरो त छोरो तिमी र म अहिले जाने आयो त तिमी र हामी अहिले गर्ने हो कि यसरी छेक्यो सबै छेक्यो राम्रो हो ल अब उस गरिदिनु न त
अब तेल घस्दिनी कपाल कोर्दिनी कानमा लगाइदिनु खै त उ हो न जोइनमा आउनु भनेको को त फोन उठाउँछ त्यहाँ गर्दिनु त त्यही गाडी गर्दिनु सुन्यौ त नानी खै त काँडा खै त यसो काँडा बोल्दिनुको बिस्तारै मुनि राख्दै त्यति हसी हुन्छ हो यहाँ अगाडि राख्दै कहाँ राख्नु नि हातले राख्दै गरिदिनु भयो नि गाइजहरु नमस्ते नमस्ते उ आयो बाबु त हान्नु न ल हो ल ल ल भयो जोइन गर्नु होला यहाँ जोइन हुनु त उठाउ त उठाउ किसन उले भाले हो त नानीकोमा आउनु त हेलो भाले कुकुर कमाला अब दाइहरु भएछ नि दाइहरुलाई जोइन गर्नु त हजुर फेरि कता आउनु हजुरले फोन गर्दा गर्दा सब काटियो दाइहरुको फोनै काटियो म खाए जानु त्यसो यार त नानी अब खै आउनु कि मम्मी दे उते या दे ए मोत माते गोस मुके कान कोट्याउने उति हो कान्छी मम्मी आउनु के छोड्दिनु फोन यहाँ आए आउनुहुन्छ नआए आउनुहुन्न फेरि टियाको उठाउनु जाएको ल जोइन हाल्न त ल यहाँ जोइन हाल्नु इमो होइन र त्यो इमोको त्यस्तै हो इमोमा जाने भन्नु न नि मम्मी त्यहाँ खुट्टा गर्नु त त्यहाँ भिडियो ब्लग हेर सिरिस्टी भण्डारीको हेलो दाइलाई फोन गर्नु भनेको नमस्ते अहिले एकछिनमा फोन गर्छु है तिमीलाई नाम लेख्दै मर्दै चाहिँ